गर्दै हामीले वंशवाटिकाको कन्सेप्ट ल्याएको छौँ। यो वंशवाटिका तपाईँ एन्टर गर्दै फिल गर्नुभएको होला। हामीहरूको गाउँघरमा जसरी बाँसबाट निर्माण भएको हुन्छ नि ठाउँ, बाँसको जुन एम्बियन्स हुन्छ त्यो एम्बियन्सलाई क्रिएट गर्न खोजेको छौँ। सिटीमा जनकपुर जस्तो ठाउँमा बाँसको एम्बियन्स आओस्, बाँसको फिल आओस् र हाम्रो ग्रामीण क्षेत्रको त्यो शुद्धता र पवित्रतालाई एउटा लग्जरी रूपमा रेस्टुरेन्ट र पार्टी प्यालेसको रूपमा हामीहरू वंशवाटिकालाई स्थापित गर्न गइरहेको छौँ। यसको शुभारम्भ हामी भोलि गर्न गइरहेको छौँ। भोलि हाम्रो ग्रान्ड ओपनिङ हो। भोलिको कार्यक्रमको बारेमा विस्तृत रूपमा तपाईँहरूले अलि जानकारी गरौँ। भोलि 10:30 बजेतिर हाम्रो ओपनिङ सेरेमनी रहेछ। ओपनिङ सेरेमनीमा हाम्रो चिफ गेस्ट हुनुहुन्छ रामशिष यादव, माननीय रामशिष यादवज्यू। उहाँ स्पिकर हुनुहुन्छ मधेस प्रोभिन्स एसेम्ब्लीको र उहाँको शुभ हातबाट रिबन कटिङ सेरेमनीका साथ यो वंशवाटिका पार्टी प्यालेसको अफिसियल सुरुवात हुनेछ। सँगै स्पेशल गेस्टमा एफएनसीसीआई मध्य प्रदेशका अध्यक्ष, वर्तमान अध्यक्ष विजय शाहजी हुनुहुन्छ र सँगै सुरेन्द्र भण्डारीज्यू जनकपुर उद्योग वाणिज्य सङ्घका, किनभने यो व्यापारिक प्रतिष्ठान हो, व्यापारिक क्षेत्रका अगुवाहरूलाई पनि हामीले बोलाएका छौँ। हाम्रो अफिसियल ओपनिङ पछि 11 साढे 11 बजेको ओपनिङ पछि जनताको लागि खुल्ने छ र फ्री फुड टेस्टिङको पनि व्यवस्था छ। फ्री फुड टेस्टिङ भन्दाखेरि 10वटा आइटम जति हामी यहाँ उपलब्ध गराउँछौँ। जो पनि आएर चाखेर हाम्रो टेस्टमा फिडब्याक दिएर जान सक्नुहुन्छ। सँगै एक्जिबिसन छ हाम्रो मिथिला थिममा, मिथिला आर्ट, राखी र विभिन्न मिथिलाको परिकार, खाद्य परिकारदेखि घर सजाउने परिकारहरू, विभिन्न परिकारहरूको लागि यहाँ 10वटा जतिको स्टल हुन्छ, त्यो आउटलेट हुन्छ, त्यो पनि हो। सँगै हामीहरूको एकदम महत्त्वपूर्ण त्यौहार राखी पनि पर्सि हो। त्यसलाई ध्यान राख्दै हामीहरूले मेहदीको पनि एउटा मेहदी र फेस पेन्टिङको आउटलेट छ, त्यहाँ पनि त्यो पनि उपलब्ध हुन्छ हाम्रो तर्फबाट। सँगै तपाईँलाई तीजको एउटा म्युजिकल कार्यक्रम पनि छ। एउटा मात्र सांस्कृतिक फिल्डमा नरहेर मिथिलाको जति कुरा सांस्कृतिकमा छ सबै कुरालाई टच गरेर यो चाहिँ एकदम धेरै हुन्छ नि फेस्टिभल जस्तै हामी उद्घाटन गर्न लागेका छौँ। र यसमा तीज जुन आइराख्नु भएछ, तीजको लागि पनि तीज प्रोग्राम रहेको छ। अब कोही हुनुहुन्छ महिलाहरू, महिला जुन तीजमा पार्टिसिपेट गर्न चाहनुहुन्छ भने उहाँहरू पनि आएर पार्टिसिपेट गर्न सक्नुहुन्छ र एकदम धेरै धेरै धन्यवाद।